नमस्ते भाइ बहिनीहरू, म सनी चौरसिया तपाईँहरूको स्वागत गर्दैछु मेरो यो युट्युब च्यानल फिजिक्स बाइ सनी बिए युट्युब च्यानलमा। तपाईँहरू पनि थम्बनेल हेरेर बुझिहाल्नु भएको आज के पढ्न गइरहेछौँ। आज हामीले हाम्रो एनइबी कन्सेप्ट, आज हाम्रो एनइबी कोर्सको सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा पढ्न गइरहेका छौँ। रियल डेप्थ के हो, एपारेन्ट डेप्थ के हो। आउँ लेख। रियल डेप्थ एन्ड एपारेन्ट डेप्थ। रियल एन्ड एपारेन्ट डेप्थ के हो त्यो हामी पढ्न गइरहेको छौँ। तपाईहरुले याद गर्नु भएको छ, यो मसँग नि एउटा के छ, ग्लास छ। मैले लाई नि सिधा हेर्छु भने यसको बटम तल हेर्छ, अलिकति टेढो गएर हेर्छु भने नि यसको बटम यहाँ मलाई हेरिरहेछ। सिधा गएर हेरिरहेछु भने यो यसको रियल डेप्थ हो, यसरी तिर्छा हेरिरहेछु भने यसको बटम मलाई कहीं यहाँ हेरिरहेछ, यहाँ। यो यसको एपारेन्ट डेप्थ हो। जस्तै म एउटा सिक्कालाई हाल्छु, एउटा सिक्का तल गयो, यताबाट हेरिरहेछु भने यो यसको के भयो, रियल डेप्थ भयो कोइनको। टाढाबाट हेरिरहेछु नि त यो सिक्का मलाई यहाँ उठेको यहाँ हेरिरहेछ, यसरी टेढो गरेर, त यो यसको एपारेन्ट डेप्थ भयो। अब हेर, टेढो गएर हेरिरहेछु, म त्यहाँ सिक्का उठाउन जान्छु, उठिएर छैन, त्यही सिधा गएर उठाउँछु, उठिहाल्छ। रियल डेप्थ एपारेन्ट डेप्थ यही हो। तपाईँ कोइन हेरेर पनि बुझ्न सक्नुहुन्छ। तपाईले याद छ, फिशर्स माछा मार्न जान्छ नि त त्यसले माछाले हान्छ नि त लाग्छ नि माछा मरिहाल्यो, फसिहाल्यो, तर फसेको हुँदैन। त्यो जुन माछाको इमेज नि त्यहाँ बनेको हुन्छ माथितिर, त्यो त्यसको एपारेन्ट डेप्थ हो, त्यो त्यसको एपारेन्ट इमेज हुन्छ, त्यो एक्चुअलमा त्यहाँ हुँदैन। आउँ यसलाई डिटेलमा तपाईहरुले पढ्नु भएको होला रियल डेप्थ एपारेन्ट डेप्थ। रियल भनेको के, त्यसको असली गहिराई, एपारेन्ट हामीले जुन लाग्छ अलिकति माथितिर उठेको। नुहाउन जानुहुन्छ भने तपाईले पानी, बाल्टिनमा पानी होला, बकेटमा पानी होला, सिधा गएर हेर्नुहुन्छ नि त लाग्छ हो यसको यति डेप्थ छ। अलिक टेढोबाट हेर्नु होला नि त लाग्छ अलि उठे जस्तो हो, त्यही एपारेन्ट, उठेको एपारेन्ट डेप्थ हो। सिधाबाट हेर्नुहुन्छ भने त्यसको रियल डेप्थ फिल हुन्छ। आउँ आजको टपिक सुरु गरौँ। सबभन्दा पहिला हामीले एउटा बकेट बनाउँछौँ। मानौ यो एउटा बाल्टिन भयो, यो एउटा बाङ्गो टिनको बाल्टिन भयो, जसमा मैले के भरिदिएछु, मैले पानी भरिदिएँ। यो मैले के भनिदियो, पानी भरिदियो। के भने पानी नबुझेसम्म बारा, यो के लिक्विड हो, यसको त कहीं रिफ्रेक्टिभ इन्डेक्स होला, म्यू एल लेखिदियो, रिफ्रेक्टिभ इन्डेक्स लिक्विड लेखिदियो। यहाँ एउटा मैले अब्जेक्ट हालिदिएछु, माने यहाँ यो पोइन्टमा मैले एउटा अब्जेक्ट हालिदियो। जहिले पनि नि अब्जेक्टबाट दुईटा रेज निकाल्ने। हामीसँग दुईटा आँखा छ, त्यसैले दुईटा रेज। एउटा रे सिम्पली परपेन्डिकुलर भयो, थाहा छ। नर्मल इन्सिडेन्स वाला के, रिफ्रेक्सनमा मैले तीनटा केस पढाएको थियो, रेयर टु डेन्सर, डेन्सर टु रेयर र एउटा नर्मल इन्सिडेन्ट। एक्ज्याक्ट यसको नर्मल पऱ्यो, हेर पोइन्ट यहाँ भयो, सर्फेससँग यहाँ नर्मल बन्यो, यो पनि यस्तै गइहाल्छ, यो पनि सिधा गइहाल्छ। यो पोइन्टमा मान एम छ, यो अब्जेक्टलाई मान ओ हो, एमओ अब्जेक्ट भयो। एउटा टेढो निकाल्ने, किनभने एउटा हामीले यसको रियल डेप्थ थाहा भयो र एउटा एपारेन्ट डेप्थको लागि, कि दुईटैको कन्सेप्ट चाहियो यसमा। एउटा यहाँबाट टेढो निकाल्ने, यहाँबाट लाइट गयो, यो पोइन्टमा के भयो, यसको बन्यो, यहाँ यसको नर्मल बन्छ, र यहाँबाट हेर डेन्सरदेखि रेयरमा जान्छ भने अवे फ्रम द नर्मल जान्छ। यो एंगल आई भयो र यो एंगल आर भयो, अवे फ्रम द नर्मल जान्छ। के भयो, अवे फ्रम द नर्मल जान्छ। अब तपाईँ बताउनु, यो दुवै रिफ्लेक्टेड रे के कहिले रियल वर्ल्डमा मिल्छ, मिल्दैन। रे डायग्राम मैले पढाएको थियो लास्ट 3 लेक्चर पछाडि, डिस्क्रिप्सनमा लिंक छ, त्यहाँ गएर हेर्न सक्नुहुन्छ, नत्र मेरो भिडियोको 3 लेक्चर पछाडि गएर हेर्नु। यो कहिले पनि रियल वर्ल्डमा मिल्दैन, त्यसैले यसलाई हामी यहाँ प्रोड्युस गर्छु र यहाँ हेर मिट हुन्छ, र यसको इमेज त्यहाँ यहाँ हेर्न थाल्छ, यसको इमेज नि यहाँ हेर्न थाल्छ, यहाँ यसको इमेज बनिहाल्छ, यहाँ यसको इमेज बनिहाल्छ।
त्यसैले यो हामीलाई त्यसैले यो मैले यसको बटम मलाई अलिकति यताबाट टेढो हेरिरहेको छु त उठेको लाग्छ, सिधा हेर्छु भने एक्ज्याक्ट तलतिर लाग्छ। पुरा सिधा हेऱ्यो भने एक्चुअल लाग्छ, टेढो हेऱ्यो भने उठेकोतिर लाग्छ। र हामी यहाँबाट आँखा गराएर हेरिरहेछौँ, हामी यहाँबाट आँखा गराएर हेरिरहेछौँ, यहाँबाट हामीले आँखा गराएर हेरिरहेछौँ। अब हामी के गर्छौँ, हामीले के थाहा छ, एमओ के हो भाइ, एमओ हो रियल डेप्थ। एमओ के हो, रियल डेप्थ हो। हामी के गर्न गइरहेका छौँ, रियल डेप्थ, एपरेन्ट डेप्थ र रिफ्रेक्टिभ इन्डेक्सको बीच रिलेसन निकाल्न हामी गइरहेका छौँ। हाम्रो दायित्व यो हो। एमओ के हो, रियल डेप्थ हो। एमआई के हो, मुम्बई इन्डियन्स होइन, एमआई हो एपरेन्ट डेप्थ। एमआई के हो, एपरेन्ट डेप्थ हो। हामी के साइन ल यहाँ लगाउन सक्छौँ, स्नेल्स ल लगाउन सक्दैन, किनभने यहाँ साइन आई पनि 0 छ र साइन आर पनि 0, सरी एंगल आई पनि 0 छ र एंगल आर पनि 0 छ यसमा। त साइन आई कति भइहाल्छ, साइन आई 0, साइन आर पनि 0। त यो के रेशियो के भयो, इनडिटर्मिनेन्ट फर्म आयो। तर रिफ्रेक्टिभ इन्डेक्सको त भ्यालु ग्रेटर देन 1 हुनु पर्यो, सरी 1 भन्दा ठुलो हुनु पर्यो, ग्रेटर देन इक्वल टु 1। त्यसैले हामी यहाँ साइन ल स्नेल्स ल लगाउन सक्दैनौँ, हामीले लगाउँछौँ यो पोइन्टलाई यन मानिहाल्छ। एप्लाइङ स्नेल्स ल एट यन, यन पोइन्टमा स्नेल्स ल लगाऊ। के लेख्न सक्छौँ, हामीले थाहा छ जताको लाइट त्यतैको रिफ्रेक्टिभ इन्डेक्स, यो के हुन्छ, एयर हुन्छ, एयरको रिफ्रेक्टिभ इन्डेक्स के 1 हुन्छ, हिजो पढाएको कुरा हो। जताको लाइट त्यतैको रिफ्रेक्टिभ इन्डेक्स, साइन आई इन्टु म्यू जी, लिक्विडको म्यू एल, सरी जी भन्दैछु एल, इज इक्वल टु जताको एंगल त्यतैको रिफ्रेक्टिभ इन्डेक्स साइन आर इन्टु म्यू, म्यू कति हुन्छ 1 हुन्छ, त्यो हामी पुट गरिदिन्छौँ। साइन आई बाई साइन आर इज इक्वल टु म्यू बाई म्यू एल, साइन आई बाई साइन आर कति भइहाल्छ, म्यू 1 छ र यो म्यू एल भइहाल्छ। यसलाई इक्वेसन 1 मानिहाल, यसलाई इक्वेसन 1 मानिहाल। अब यसमा हेर, यहाँ एउटा 90 डिग्री बनिरहेछ, 90 डिग्री हजुर बनिरहेछ। सोचेर बता, यसलाई अझै हामी प्रोड्युस गर्न सक्छौँ, गर्छौँ। यो र यो के छ, प्यारलल छ, यो एंगल बराबर भइहाल्छ। अरे यस्तो यस्तो कुनै छ, यो र यो प्यारलल छ भने यो बराबर यो हुँदैन, बिङ अल्टरनेट एंगल, यो बराबर यो हुँदैन, हुन्छ। हामी के लेख्न सक्छौँ, एंगल एम ओ एन इज इक्वल टु एंगल ओ एन, एंगल ओ एन, यसलाई पी मानिहाल, एंगल ओ एन पी इज इक्वल टु आई, यो आई त यो पनि आई भयो। अब अर्को के यस्तो कन्सेप्ट तपाईले पढ्नु भएको छ, यहाँ जे एंगल यो दुईटा लाइन यदि प्यारलल भयो भने यहाँ जे यो पनि यहाँ त्यही करस्पोन्डिङ, यसलाई भनिन्छ करस्पोन्डिङ एंगल। हेर यो आर छ भने यो पनि मेरो के भइहाल्छ, आर भइहाल्छ, बिङ करस्पोन्डिङ एंगल। यो केले भयो, अल्टरनेट एंगलले भयो, यो केले मेरो भयो, अल्टरनेट एंगलले भयो। यो आर केले हुन्छ, करस्पोन्डिङ एंगलले। हामी के लेख्न सक्छौँ, एंगल एम आई एन इज इक्वल टु एंगल आई एन टी, यसलाई मानिहाल, टी एन यसलाई पी मानिहाल, टी एन पी बराबर आर भयो, करस्पोन्डिङ एंगल, करस्पोन्डिङ एंगल भयो। बुझ्नु भएको ल। अब यहाँ हामीलाई एंगल आई कुन ट्रायंगलमा छ, इन ट्रायंगल, एंगल आई कुन ट्रायंगलमा छ, इन ट्रायंगल एम एन ओ मा छ एंगल आई,
MNO मा हेर त यो एउटा ट्रायंगल बनिरहेछ साइन आई को फर्मुला के हो परपेंडिकुलर बाई हाइपोटेनस परपेंडिकुलर के हो यसको सामने जे हुन्छ MN हो र हाइपोटेनस के हो 90 डिग्री को सामने हुन्छ NO भयो त्यस्तै आर कुन ट्रायंगलमा छ इन ट्रायंगल MIN मा छ MIN मा छ साइन आर ले हामी के लेख्न सक्छौं P बाई H P भनेको R को अपोजिट मा MN छ र हाइपोटेनस के 90 को अपोजिट NI छ NI बुझ्नु भयो अब एउटा नि एजम्पसन मार्नु पर्छ हामीले यो सबै कुरा केले हेर्छौं आँखाले हेर्छौं आँखाको हेर त बीचमा एउटा यस्तो कालो बिन्दु छ कति सानो हुन्छ धेरै सानो छ त्यसलाई भनिन्छ पुपिल के भनिन्छ पुपिल आँखाको पुपिल के हुन्छ आइज अफ द पुपिल आर भेरी भेरी स्मल धेरै सानो हुन्छ जसका कारणले नि MN नि र NO भेरी भेरी स्मल ड्यू टू विच MO is approximately equal to NO MO र NO approximately equal भइहाल्छ र and MI is approximately equal to NI किनभने हामी आँखाले नि हेर्छौं हेर त आँखाको बिन्दु कति सानो छ यो त हामीले जुम गरेर हेरेको जुमिङ गरेछौं माने यसलाई जुम नगरेलाई एकचोट पज गरिएला पुरै पछाडी लागिहाल्छ भने यो लाग्छ यो पोइन्ट नि एकदम सामने सामने छ त्यसैले एप्रोक्सिमेटली इक्वल गर्नुपर्छ यो हाम्रो एजम्पसन हो यो हाम्रो एजम्पसन हो जहाँ MO को सट्टा हामी के लेख्न सक्छौं NO लेख्न सक्छौं त हामी यहाँ के लेख्न सक्छौं नाउ साइन I इज इक्वल टू MN बाई NO को सट्टामा हामी के लेख्न सक्छौं MO लेख्न सक्छौं अनि साइन R लाई हामी के लेख्न सक्छौं NI को सट्टामा के लेख्न सक्छौं MI लेख्न सक्छौं दुवै भ्यालुलाई नि इक्वेसन 1 मा पुट गर्दियौ दुवै भ्यालुलाई इक्वेसन 1 मा पुट गर्दियौ पुटिङ द value of sin I and sin R in equation 1 we get sin I by sin R sin I को जगह MN by MO whole divide MN by MI is equal to 1 by mu MN देखि MN कट्यो MI माथि गइहाल्छ भने MI by MO is equal to 1 by mu दुवैतिर रेसिप्रोकल गर्दियौ रेसिप्रोकल on both side MO by MI is equal to mu भइहाल्छ MO हाम्रो के हो रियल डेप्थ MI के हो एपरेंट डेप्थ र यो mu के हो mu L रिफ्रेक्टिव इंडेक्स अफ मीडियम हेर त रियल डेप्थ एपरेंट डेप्थ र रिफ्रेक्टिव इंडेक्स जसमा हामी हेरिरहेछौं त्यसको बीच रिलेसन आयो कि आएन आयो हेर कति झाम गरेको एउटा यो रिलेसन लाउनको लागि त हामी सर्टकटमा हामी के लेख्न सक्छौं अब हामी के लेख्न सक्छौं के थाहा भयो रेशियो अफ रियल डेप्थ अनि एपरेंट डेप्थ जहिले पनि रिफ्रेक्टिव इंडेक्स अफ मीडियम को बराबर हुन्छ जहिले पनि रिफ्रेक्टिव इंडेक्स को मीडियम को बराबर हुन्छ MO के हो रियल डेप्थ MI के हो एपरेंट डेप्थ यो याद राख्नु होला यो हाम्रो रिलेसन भयो यति कुरा याद राख्नु होला एउटा यसैमा सानो टपिक आउँछ नर्मल शिफ्ट भनेको के हो नर्मल शिफ्ट भन्नुको मतलब के हुन्छ भाइ बहिनीहरु यो अब्जेक्ट यहाँ हेरिरहेछ भने
कति डिस्टेन्स माथि हेरिरहेछ, कति डिस्टेन्स माथि हेरिरहेछ त्यसैले भनिन्छ नर्मल सिफ्ट। त तपाईँ बताउनु यो पुरै मेरो के हो, रियल डेप्थ हो, आर डी रियल डेप्थ। यति मेरो के हो, यो मेरो के हो, एपरेन्ट डेप्थ एडी, आरडी एडी। यो पुरैबाट यो घटाइदिन्छु भने यो आइहाल्दैन, यसैले भनिन्छ नर्मल सिफ्ट, कति माथि गइरहेछ। नर्मल सिफ्ट भन्नुको मतलब के हो, रियल डेप्थ माइनस एपरेन्ट डेप्थ, रियल डेप्थ र एपरेन्ट डेप्थको डिफरेन्स हो। अब बताउनु रियल डेप्थलाई हामी के लेख्न सक्छौँ, आरडी लेख्न सक्छौँ। एपरेन्ट डेप्थलाई हामी के लेख्न सक्छौँ, एपरेन्ट डेप्थलाई लेख्न सक्छौँ रियल डेप्थ, यो रिफ्रेक्टिभ इन्डेक्स तल आइहाल्छ, रिफ्रेक्टिभ इन्डेक्स इज इक्वल टु एपरेन्ट डेप्थ लेख्न सक्छौँ। त यहाँ हामी के लेख्न सक्छौँ, आरडी बाई म्यू। हामी आरडीलाई कमन लिइहाल त के भइहाल्छ, 1/1 म्यू भइहाल्छ। यो हाम्रो नर्मल सिफ्टको रिलेसन हो, यो हाम्रो नर्मल सिफ्टको रिलेसन। नर्मल सिफ्ट यसलाई भनिन्छ कति माथि उठेर हेरिरहेछ, त्यसैले नर्मल सिफ्ट भनिन्छ। अब हामी क्वेसन लगाउने, जति कन्सेप्ट पढे त्यस्तै रिलेटेड अब क्वेसन लगाउने। यो हाम्रो आजको पहिलो प्रश्न हो। एउटा ट्याङ्क छ, रेक्ट्याङ्गुलर ट्याङ्क, जसको डेप्थ छ 8 मिटर। ठीक छ, रेक्ट्याङ्गुलर ट्याङ्क छ एउटा, रेक्ट्याङ्गुलर ट्याङ्क एउटा मैले रेक्ट्याङ्गुलर ट्याङ्क माने, जसको डेप्थ मेरो छ 8 मिटर। त यो मेरो के भयो, रियल डेप्थ भयो। रियल डेप्थ कति छ, 8 मिटर छ। यसमा के भरिएको छ, यसमा पानी छ, यसको भित्र के छ, वाटर छ, यसको भित्र के छ, वाटर छ। त रिफ्रेक्टिभ इन्डेक्स अफ वाटर दिएछ, रिफ्रेक्टिभ इन्डेक्स अफ वाटर दिएछ, सरी वाटर दिएछ 4/3। हामीले बताछ यो बटम कति माथि हेर्छ, कति माथि हेर्छ जब यसरी हेर्यो भने। सीधा हेर्छौ भने केही फाइदा गर्दैन, सीधा हेर्छौ भने रियल डेप्थ हेर्छ, अलिक टेढो गरेर हेर्ने। सीधा किन रियल डेप्थ हेर्छ, किनभने नर्मल इन्सिडेन्स केस आउँछ, त्यहाँ रिफ्रेक्सन हुँदैन। ए एपरेन्ट डेप्थ कति हुन्छ, एपरेन्ट डेप्थ हाम्रो कति हुन्छ यो बताउनु छ। भर्खर हामीले के पढेको हो, रेसियो अफ रियल डेप्थ बाई एपरेन्ट डेप्थ हुन्छ रिफ्रेक्टिभ इन्डेक्स अफ मिडियम। रियल डेप्थ हाम्रो कति छ, 8 मिटर, 8 छ। एपरेन्ट डेप्थ हामीले निकाल्नु छ, रिफ्रेक्टिभ इन्डेक्स अफ मिडियम के वाटर छ, वाटरको कति छ 4/3, 4 2 जा 3 2 जा 6। एपरेन्ट डेप्थ कति आयो, 6 मिटर आयो। 6 मिटर इज द करेक्ट एन्सर। यो त सिम्पल फर्मुला लगाउने र एन्सर लेख्ने जस्तो। नेक्स्ट क्वेसनको तरफ हामी बढ्छौँ। यो आजको दोस्रो प्रश्न रहेछ। यो म मोस्ट इम्पोर्टेन्ट क्वेसन मैले मान्छु फर सी एन्ड आयुई दुवैका लागि यो म सबभन्दा इम्पोर्टेन्ट क्वेसन मैले मान्छु। एउटा बबल छ ग्लास स्ल्याबमा, ठीक छ, एउटा यो हाम्रो स्ल्याब बनियो, यो हाम्रो के छ, ग्लास स्ल्याब छ एउटा, जसको रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास 1.5 दिएको छ। के भनिरहेछ, when view from one side appears at 5 सेन्टिमिटर। यो ग्लास स्ल्याबमा नि एउटा बबल छ, एक साइडबाट हेर्छौँ भने हामी एक साइडबाट हेर्छौँ भने यो बबल यहाँ हेर्छ 5 सेन्टिमिटर, यसको दूरी कति छ, 5 सेन्टिमिटर छ। अर्को साइडबाट हेर्छौँ भने यो बबल हामीलाई यहाँ हेर्छ,
यसको दूरी कति छ 2 सेन्टिमिटर छ। यहाँबाट हामीले देख्छ। यहाँबाट हेर्यो भने 2 सेन्टिमिटर, यहाँबाट हेर्यो भने 5 सेन्टिमिटर। हाम्रो क्वेसन छ यसको टोटल लेन्थ कति छ, टोटल लेन्थ कति छ यो हामीलाई बताउनु छ। बताऊ यसलाई कसरी गर्छौ। सबभन्दा पहिलो कुरा यो यसको भ्यू गरेछ त अभियसली यो यसको एपरेन्ट डेप्थ होला। केस 1 हामी लिन्छौ भनेर यसको रियल डेप्थ निकाल, कहीं यहाँ होला, यसको रियल डेप्थ निकाल कहीं यहाँ होला, दुवै साइडलाई जोड देऊ के भइहाल्छ टोटल लेन्थ भइहाल्दैन, भइहाल्छ। केस 1 मा हामी के गर्छौं, एपरेन्ट डेप्थ एडी कति दिएछ 5 सेन्टिमिटर, रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास कति दिएछ 1.5, त हामीले आरडी निस्किहाल्दैन। अरे के फर्मुला हो आरडी बाई एडी इज इक्वल टू रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास। आरडी कति छ निकाल्नु नै छ, एडी कति छ 5 इज इक्वल टू 1.5, त आरडी हाम्रो कति आइहाल्छ 1.5 इन्टु 5, पहिलेलाई यतिकै हाल 1.5 इन्टु 5 आरडी आयो, यो हाम्रो सेन्टिमिटरमा हुन्छ। यसको रियल डेप्थ हाम्रो यति आयो कति 1.5 इन्टु 5, यति टाढा आयो यसको रियल डेप्थ। अब सिमिलरली यसको रियल डेप्थ हेर, यसको एडी कति छ एपरेन्ट डेप्थ 2 सेन्टिमिटर, रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लास कति छ 1.5, आरडी हामीलाई निकाल्नु छ। आरडी के गर्नु छ हामीलाई, सरी आरडी भनिरहेको छु, रियल डेप्थ हामीलाई निकाल्नु छ। सिम्पल फर्मुला रियल डेप्थ बाई एपरेन्ट डेप्थ कति हुन्छ रिफ्रेक्टिभ इन्डेक्स अफ ग्लासको मिडियमको, रियल डेप्थ हामीलाई निकाल्नु छ। एडी कति छ 2 छ, रिफ्रेक्टिभ 1.5, आरडी हाम्रो कति आउँछ 2 इन्टु 1.5। यहाँबाट हेर्दाखेरि नि यसको रियल डेप्थ कहीं यहाँ हुन्छ 2 इन्टु 1.5। हामीले टोटल लेन्थ बताउनु छ, त लेन्थ हामी सिम्पली जोड दिन्छौँ 1.5 इन्टु 5 प्लस 2 इन्टु 1.5, सल्भ गरिहाल। 1.5 कमन आयो, भित्र के भयो 5 प्लस 2, 1.5 इन्टु के भयो 7 भयो, 7 10.5 सेन्टिमिटर यसको टोटल लेन्थ आयो। 10.5 सेन्टिमिटर यसको के आयो टोटल लेन्थ आयो। क्वेसन टफ थियो, एकचोटि अझै प्र्याक्टिस गर्नु होला। हस् आजको लागि यतिकै, जे पढाएको छु रिभिजन गर्नु होला। प्लिज च्यानललाई प्लिज 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 मास्टर यति रिक्वेस्ट गरिरहेको छ, प्लिज च्यानललाई सब्सक्राइब गरिदिनु होला। र तपाईँले मलाई इन्स्टाग्राममा पनि फलो गर्न सक्नुहुन्छ। इन्स्टाग्राममा फलो गर्नको बेनिफिट के हो, तपाईँहरूको इक्जाम्स आइरहेको होला, तपाईँलाई कुनै टपिकमा डाउट छ भने तपाईँले मलाई त्यहाँ डिएम गर्नुहुन्छ, डिएमको 120% रिप्लाई पाउँछ। र तपाईँले जुन पनि टपिक पढ्न मन छ मसँग मलाई भन्नु होला, कमेन्ट गर्न म त्यही टपिक पढाइदिन्छु। नोटको टेन्सन नगर्नु होला, बोर्डको पछाडि जति कन्टेन्ट लेखेको छु त्यो सबै भिडियो सकेपछि हजुरहरूलाई पाइहाल्छ। हस् आजको लागि यतिकै, जय नेपाल।